अल्लाहको दुआ मिराज अलीको सपना पुरा। मुस्लिम टोल सुन्दर हराइचा निवासी मिराज अलाम आफ्नो करियरलाई लिएर निकै चिन्तित हुनुहुन्थ्यो। यही चिन्ताको समाधान खोज्दै उहाँ एक दिन केआइसी इटरी आउनुभयो र युकेको परामर्श लिएर प्रोसेसिङ गरेपछि आज युके स्टडीको भिजा प्राप्त भएर निकै खुसी हुनुहुन्छ। नेपाललाई भोलिको भविष्य आइटीमा छ र त्यो अवसर केआइसी इटरीले जुराएकोमा मिराज आलम कृतज्ञ हुनुहुन्छ। 10 कक्षा हुँदै 12 कक्षासम्मको अध्ययन सुन्दर हरैचामा रहेको ब्राइट फ्युचर स्कुलबाट सक्नुभएका मिराज आलमले अब युकेको डिग्रीले आफ्नो भविष्य उज्जवल हुनेमा ढुक्क हुनुहुन्छ। बुबा मसुद आलम छोराको कम्प्युटर अध्ययन युके जस्तो टप डेस्टिनेसनबाट पुरा भएर नेपालकै सेवा गर्नको निमित्त फर्कने हुनुमा ढुक्क हुनुहुन्छ। बधाई छ छोरा, राम्रो पढ्नु, राम्रो गर्नु। बधाई छ तिमीलाई उज्जवल भविष्यको कामना गर्दैछु। कम्प्युटर सम्बन्धी अध्ययन र दक्ष जनशक्ति नेपालको दिगो विकासको लागि पनि आवश्यक भएको मिराज आलमको ठम्याइ छ। यी र यस्तै सपनाको पछि लाग्दै सुन्दर हरैचाका मिराज आलम त युकेको भिजा लगाएर केआइसी इटरीबाट युके जाँदै हुनुहुन्छ। अब युके जाने पालो तपाईँको। त्यसको लागि भिजिट गर्नुहोस् केआइसी इटरी।